हाम्रो नगरपालिकामा मोटरबाइक र गाडी जस्ता साधनको कारण मैले नलडेको भए त म दोस्रो चुनावै लिन्थेन। जो मान्छे आउँछ तँलाई भनेर मैले भनेको त जनताले त भन्दै के अरे मलाई तिरस्कृत गर्छ नि। त्यस कारणले गर्दा आफ्नो एटिट्युड आफ्नो जुन के अरे तपाईँ के अरे जुन स्वभाव चाहिँ होइन आफ्नो आचरण बानी व्यवहारलाई चाहिँ हामीले सुधार्नुपर्छ। स्वाभाविकमा हामी सफल हुन सक्छौँ भन्ने किसिमको म यहाँलाई निवेदन दिन चाहन्छु। चुनौतीसँगै भिड्न आएको चुनौती धेरै पार गरियो। आज मलाई लाग्छ टोखा नगरपालिकामा अघि भाइले हिलो भन्नुभयो। तपाईँको अब हिलो त भनेको मतलब यो भुलभित्र नभएर पुलिस एकाडेमीमा किन राखियो? र मेरो अर्को प्रश्न चाहिँ हाम्रो समाज र समुदायमा विकासको नाममा राम्रो सडक वनजङ्गल र खोला नालालाई किन झन्डी गाडेर त्यसलाई त्यस्तै छोडेर मानिसलाई किन झन् असहज पारिरहेको छ? धन्यवाद। दरबन्दीको तलबहरू होइन यी विषयवस्तुहरू पनि नगरपालिकाले बेहोर्छ भनिसकेपछि धेरै चुनौतीसँग के अरे हामी जुझ्नुपर्छ। जो चुनौतीसँग भिडेर लडेर सक्षम बन्छ नि त्यो नै भनेको मतलब सफल नेता हो। र मैले 5 वर्ष चुनौतीसँग लडेँ। दोस्रो र मेरो अर्को पनि प्रश्न रहेको छ, अझै पनि हामीले कतिपय ठाउँमा सामाजिक समस्या देखेका छौँ जसका कारण धेरै मानिसको जीवन असहज भएको छ। यसलाई व्यवस्थापन गर्नका लागि हजुरहरूको योजना के रहेको छ त?